हरियो आँपको सिजन आउने बित्तिकै मेरो घरमा फर्स्ट थिङ बन्ने भनेकै यो झोलवाला आँपको तितौरा हो। यसको लागि हामीलाई चाहिन्छ हरियो आँप र हरियो आँपको स्किन पनि युज हुने भएको हुनाले यसलाई मजाले सफा गर्नुपर्छ। मैले चाहिँ व्हाइट भिनेगर र पानीको मिक्सचरमा एकछिन भिजाउन छोडिदिएँ र स्क्रब गर्दै मजाले सफा गरेँ। अब यसलाई लाम्चो पारेर काटेर घाममा 100% डिहाइड्रेट नहुन्जेलसम्म सुकाउनुपर्छ। तर म बसेको ठाउँमा चाहिँ घामभन्दा पनि बढी हावा लागिरहेको थियो र वेदर फोरकास्ट हेर्दाखेरि बाँकीको अरू दिनहरू पनि त्यस्तै देखिन्थ्यो र मैले 2 दिन मात्रै घाममा सुकाएँ। यो 50% मात्रै डिहाइड्रेट भएको थियो, तर बेस्ट रिजल्टको लागि हजुरहरू चाहिँ फुल्ली डिहाइड्रेट गर्नु होला है। गुलियोको लागि मैले सक्खर लिएको छु, हजुरहरूले चिनी पनि युज गर्न सक्नुहुन्छ। अब यो सक्खर पानीलाई आगोमा पकाउन बसाल्ने र अलिकति हिङ, नुन, बिरेन नुन, धुलो खोर्सानी अनि चिली फ्लेक्स र सुकेको आँप एड गरिदिने र मजाले मिक्स गरिदिने अनि बाक्लो नहुन्जेलसम्म पकाउने। यो चाहिँ अप्सनल हो, तर कलरको लागि मैले अलिकति रेड फुड कलर पनि एड गरिदिएँ। यो एकदमै मिठो भएको थियो। त्यसै भएर तपाईँहरू पनि हरियो आँपको सिजन सिद्धिनुभन्दा अगाडि नै बनाएर खानु होला।